तपाईहरुको हातमा यो देशको भविष्य छ है। तपाईहरुले चाहनुभयो भने सजिलैसँगले हाम्रो देशले मुक्ति पाउँछ। अब नेपाल भन्दा बाहिर बसेका नेपालीहरूलाई त अब भोट दिने सुविधा त छैन, तर पनि म सम्पूर्ण नेपाली दाजुभाइहरू जो जति पनि आफ्नो देशभन्दा बाहिर हुनुहुन्छ, विश्वभरि फैलिएर बस्नु भएको छ, तपाईहरुसँग म एउटा मात्र अनुरोध गर्न चाहन्छु, तपाईहरुको हातमा यो देशको भविष्य छ है। तपाईहरुले चाहनुभयो भने सजिलैसँगले हाम्रो देशले मुक्ति पाउनेछ। कसरी? तपाईहरुले त भोट दिन पाउनुहुन्न, तर तपाईहरुले आफ्नो आफ्नो परिवारलाई, आफ्नो घरमा तपाईहरुले बस यति भनिदिनु पर्यो, यदि यसपालि भोट श्रम संस्कृति पार्टीमा गएन भने म घरको लागि खर्च म कमाउनु छोड्दिन्छु। तपाईहरुले यति ब्रह्मास्त्र इस्तेमाल गर्नुहोस्।